हार्दिक धन्यवाद व्यक्त गर्दै म मेरो प्रस्तुतिलाई यहाँ पस्किने अनुमति चाहन्छु। मेरो गीत रहेको छ यो आन्दोलनलाई थप बल पुगोस् र सफलताको कामना स्वरूप यो गीत पस्किने अनुमति चाहन्छु। मसँग कुनै सङ्गीतका सामग्री छैनन्, यद्यपि यसको शब्दलाई मनन गरिदिनु होला। शिक्षा ऐन जारी गराउन भनी माइती घर आएको सिंह दरबार कानकोली सुन यो गीत गाएको, यो गीत गाएको। सुपारी चाम्रो एनिरी लौ के चाम्रो, राम्रोमा राम्रो शिक्षा ऐन ल्याऊ त्यही राम्रो। गाईले खाने त्यो वंशो घाँस भैँसीलाई पराल्छ, गाईले खाने त्यो वंशो घाँस भैँसीलाई पराल्छ। के भएको सरकार शिक्षकलाई अनि ढाँटेर बराल्छ, ढाँटेर बराल्छ। अचेलको चलन एरी उनी भएको अग्रगामी शिक्षा ऐन ल्याऊ जुनी भरको। अनेक थरी फुलहरू फुल्छन् फुलबारी बगानमा, अनेक थरी फुलहरू फुल्छन् फुलबारी बगानमा। थाहा छ छैन सडक आएको त्यो तिम्रो मगनमा, त्यो तिम्रो मगनमा। सुपारी चाम्रो एनिरी लौ के चाम्रो, राम्रोमा राम्रो शिक्षा ऐन ल्याऊ त्यही राम्रो, राम्रोमा राम्रो शिक्षा ऐन ल्याऊ त्यही राम्रो। मिलेन खै वार्ता पनि शिक्षक र सरकारको त्रसित छन् जनता शिक्षक सबै ताजा खबर भर्खरको। मित्र परिवार पछि पर्छ राष्ट्रियता द्वन्द्वको चपेटाले, रिस रागले सद्भाव नबिगारौँ राम्रो गरौँ श्रेष्ठताले। या त सकित र सकारौँ सकिँदैन नबिगारौँ घमण्ड र मूर्खताले। रक्षान नबनोस् राष्ट्रियता हँसाउँ देशलाई सौन्दर्यताले। मित्र परिवार हो मेरो नामका अक्षरहरूबाट लेखेको यो साहित्य पनि सुनाए। धन्यवाद।